हेलो साथीहरु, नमस्ते, नमस्कार, स्वागत गर्दछु। आज हामी यो दुधौलीको विपिन चौरी जाने कार्यक्रममा हामी यो कताबाट जाने हो भन्दै हामी रातो डाँडाबाट चाहिँ बाटो खोज्दै छौं। हामी अरु साथी भन्दा थोरै अगाडि आएका कारण हामीले बाटो नदेखेर चाहिँ खोज्दै छौं साथीहरु। फाइनल्ली साथीहरु विपिन चौरी पुगेर खाने कार्यक्रम, बनाउने कार्यक्रम, रमाइलो गर्ने कार्यक्रमहरु क्रमशः सबै कुराहरु रहेका छ। अन्तिम समय हेरेर साथ सपोर्ट माया देखाइदिनु होला। पानीपुरी बनायो? दुधौली नगरपालिका वडा नम्बर 9 मा अवस्थित विपिन चौरीमा हामी आज वडा नम्बर 7 विपिन चौरी भन्ने ठाउँमा चाहिँ आज हामी पिकनिकको लागि सुप्रिम टेक्नोलोजी एन्ड ट्रेनिङ सेन्टर शाखा कार्यालय दुधौलीबाट हामी आएको छौं। हाम्रो बॉयज पार्टीहरु हुनुहुन्छ यहाँ पानीपुरीको लागि। के छ आज, कस्तो छ पानीपुरी? एकदम मिठो छ नि हैन? एकदम भन्दियो यताबाट के भन्न चाहनुहुन्छ आजको पिकनिकमा? अब मासु खान बाँकी छ, अरु त यस्तै हो। पानीपुरी खाने, नाच्ने, खेल्ने, मासु खाने, रमाइलो गर्ने हामी हैन। केही छ गुनासो केही छ? अब डीजे बनाएर नाच्नुपर्छ। यही क्रममा गाइज म यतातिर हाम्रो फोटो खिच्ने कार्यक्रम हुँदैछ। यता राम्रोसँग फोटो खिच्नु होला कृपया। हामी ब्लगमा छौँ। ल ठिक छ, म अहिले पछि बोल्छु ल। अहिले तपाईँसँग लास्टमा लिन्छु म। हाम्रो सर आज हाम्रो यो ब्लगको विषयमा केही बोलिदिनुहोस्। ब्लग आज अब हामी चाहिँ अब दुधौलीको सुप्रिम टेक्नोलोजी एन्ड ट्रेनिङ सेन्टरबाट चाहिँ पिकनिक आएको छौँ। रमाइलो हुँदैछ। बाँकी अब भर्खरै आइपुगेका छौँ। हजुर हुँदै जाउँ। अन्तिममा राख्नु है। अन्तिममा के हुन्छ लेट्स सी हेरौँ। यता हाम्रो गर्ल्स पार्टीहरू के छ? पिरो छ, अरू त यस्तै हो। पिरो छ हैन? गर्मी छ। के भन्न चाहनुहुन्छ आज? केही नभन्ने फेरि मगाइदिन्छु म। यता कोही केही भन्न चाहनुहुन्छ आजको हाम्रो यो यस्तो? कोही केही कतै बोल्न चाहनुहुन्छ? कोही कतै काहीँ? ल अब कमेन्ट आउने हेर्नु त आउँछ। म भरे ग्रुपमा हालिहाल्छु नि। हेर्नुहुन्न तपाईँहरू? सपोर्टै गर्नुहुन्न? हाल्ने मै हेर्नु। त्यही टी सर्ट लगाएर हेर्नु। त्यहाँ धेरै मेहनत गरेर भिडियोहरू बनाएको मैले होइन। यो चाहिँ भ्लगिङको हो। त्यसमा त्यो च्यानलमा आउँछ। म भरे सेयर गरिदिन्छु। भिडियोहरू आइरहेको हुन्छ नि। भिडियो बनाउने मान्छे धन्यवाद सबै साथीहरूलाई भन्नु सपोर्ट गरिदिनु पऱ्यो। अरू केही छ तपाईँको आजको? केही छैन। पानीपुरी कस्तो थियो? एकदम मिठो छ पानीपुरी। हिँड्दै आउँदा कस्तो अनुभव भयो? अलिअलि खुट्टा दियो, तर मलाई त्यस्तो लाग्दैन। म हिँडेको मान्छे हो, गाउँको मान्छे हो। कुन ठाउँ हजुर गाउँ? अरुण ठाकुर। ए अरुण ठाकुर मेरो हाम्रो बिमितहरू धेरै हुनुहुन्छ। यता तपाईँ केही बोल्नुहुन्छ? केही बोल्नुहुन्न? यता हाम्रो बस्ने साथीहरू केही बोल्न चाहनुहुन्छ आजको विषयमा? केही पनि नबोल्ने? गर्मी कतिको छ? एकदम धेरै। पानीपुरी कस्तो भयो? अमिलो हो। कस्तो पानीपुरी अमिलो हुँदो रहेछ है? विपिन चौरीमा आएर अमिलो भएको? मिठो थियो नि होइन? फेरि खाउँ? फेरि नखाउँ? तपाईँ के बोल्नुहुन्छ? मलाई हेरेरै गर्नुभयो। यता हाम्रो गाइजहरू बोल्नु है। भरे फेरि आफ्नै भिडियो आफै लाइक गर्नु मन लाग्दैन। कमेडी गरेको 10 वर्षपछि पनि देख्न सकिन्छ नि। तपाईँ 10 वर्षपछि मेरो च्यानल खोल्नु भयो भने पनि म यसो गरेको थियौँ हामीले भने टक्क हेर्न मिल्छ। केही बोल्नुहोस्।
हिँड्दै आउँदा कस्तो अनुभव भयो तपाईँलाई? ल्याउँदा एकदम गर्मीको अनुभव भयो। गर्मी अनुभव, सबैलाई गर्मी हो, तर मिठो थियो गर्मी पनि। यता गाइडहरू हाम्रो छ फोटो सरको भ्लग हो है। सबैले हेरेर लाइक गर्नु, कमेन्ट गर्नु, शेयर गर्नु, सब्स्क्राइब गरिदिनु। हाम्रो सुकृतको ग्रुपमा आउँछ है हेर्नु। केही बोल्न चाहन्छु? आज तपाईँहरू कहाँ आउनु भएको छ भनिदिनु ल। कस्तो भइरहेछ? पानीपुरी अमिलो थियो? को नाच्ने हो? सबैजना खेल्नुपर्छ, नाच्नुपर्छ, रमाइलो गर्नुपर्छ। यो रपाल भ्लगमा आउँदैछ, भरे ग्रुपमा सेयर गरिदिन्छु, सबैले सब्सक्राइब गर्नुपर्छ है। कहिले काहीँ ग्रुपमा भिडियो आइराखेको देख्नुहुन्छ? यही च्यानलबाट आउँछ है। मैले त्यही लाएर आएको छु, हेर्नु त। मेहनत गरेर भिडियो बनाएको छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यहाँनिर कम्प्युटर सम्बन्धी छुट्टै ब्लग च्यानलमा आउँछ, तपाईँहरूले हेरेर सब्सक्राइब गरेर सपोर्ट गरिदिनुपर्छ है। मैले त्यो फेरि हाम्रो वाइट पार्टीतिर आएँ। मेरो नाम काशीराज रपाल है। ब्लग युट्युबको नाम चाहिँ मेरो कम्प्युटर छ। कम्प्युटरको लागि भने यो ब्लग आउनको लागि रपाल ब्लग छ। भरेमा हाम्रो सुप्रिम टेक्नोलोजीको ग्रुपमा सेयर गर्छु, सबैले सब्सक्राइब गरेर सपोर्ट गर्नुपर्छ है। आजको विषयमा के भन्न चाहनुहुन्छ? हाम्रो अहिले पानीपुरी खाने कार्यक्रम सकियो। अब मासु खाने कार्यक्रम बाँकी छ, डान्सिङ कार्यक्रम बाँकी छ, खेलकुद कार्यक्रम बाँकी छ। यी सबै कुराहरू हामी क्रमशः हेर्दै आउँछौँ है त। म क्यामेराम्यान भएको छु है। हाम्रो यहाँ फोटोको लागि हाम्रो तयारी हुँदैछ। म क्यामेराम्यान प्लस पछाडिको दुवै साइड साथीहरूसँग हाम्रो यहाँ यस्तो आज फोटो क्यामेरामा देख्न सक्नुहुन्छ। हानिदिनु सर ल खिचिक एकछिन पोज कडा भाइ आएन भन्दो रहेछ। क्रमशः भ्लगिङको क्रममा केही छ तपाईँहरूको? फोटो खिचिदिनु ल, मैले उता खिचेर आउँछु ल। फोटो पनि राम्रै आउँछ। यता हाम्रो सरहरूको केही छ कमी कमजोरी सुधार्नुपर्ने? केही अमिलो नुनिलो गुलियो, अमिलो पिरो तितो केही छ? सब ठिक छ नि हेर्नु सर? पानीपुरी थप्ने कार्यक्रम रुद्र सर के छ? पानीपुरी मिठो छ होइन? ल म पनि खाँदैछु। मैले खाएको छैन है, फेरि मेरो लागि राख्नु पर्यो। चल्नु सर, पानीपुरी बनाउने काम कस्तो हुँदैछ? श्यामा के छ त? कस्तो कति गाह्रो यो हाम्रो पानीपुरी स्पेसल। अब सुप्रिमबाट एउटा पानीपुरी पसल खोल्नुपर्छ, पक्का छ सकिसकेँ मैले हो। ल क्रमशः यसरी हामी रमाइलो गर्दैछौँ चौडीमा आएर। पानीपुरीको झोल रहेछ यो देख्न सक्नुहुन्छ। लेडिज एन्ड जेन्टलमेनहरू, अब हाम्रो पानीपुरी खाने कार्यक्रम सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई दिएर अब हामी म्यानेजमेन्ट टिम बस्दैछौँ चट्ट लिएर। हाम्रो यो पानीपुरी यता भैया आजको बनाउने पानीपुरी भैया विशेष यो मान्छेले बनाएको हो। आज कस्तो छ कमेन्ट गरिदिनु होला। यतातिर पनि जान्छ क्रेडिट, डेबिट यता पनि जान्छ। अब एकाउन्टकै कुरा गर्ने हो भने हरिसरलाई पनि यो जान्छ यो विषयमा, किनभने पानीपुरीको आविष्कार कुन देशबाट भएको? पानीपुरीको आविष्कार कुन देशबाट भएको? इन्डियाबाट भएको पानीपुरी हामी खाना खानको लागि लाइन बस्दै, उतातिर खाने कार्यक्रमहरू धमाधम हुँदैछ। खानाको लागि लाइन बस्दै हुनुहुन्छ, यहाँनिर क्रमशः देख्न सकिन्छ। यहाँनिरबाट उता कोही खाँदै हुनुहुन्छ, यताबाट बाँड्दै हुनुहुन्छ। सबैजना लाइन बस्दैछन् सबै। तपाईँ उहाँ पर ल। किन हाँस्नुभयो सरी? तपाईँलाई मासु दिएनन् कि क्या हो? मासु खानुहुन्न? छैन? ए लु, परबिन सरलाई गुनासो आयो, मासु खान पाएन अरे यहाँ हो।
भर्खर बाँड्दै हो ल आई होप तपाईँलाई धेरै परोस् कता हो त्यतै हो जता हो होइन राम्रो छ खानाको लागि वेट गर्दै हामी यतातिर त्यही हो सबै राम्रो छ नि अब के छ कसो छ कहाँनिर के सुधार्नु पर्नेछ भन्ने कुराहरू भनिदिनु पऱ्यो फिडब्याक दिनु पऱ्यो बोल्न लजाउनु भएन अप्ठ्यारो मान्नु भएन अहिले भोक लागेपछि बल्ल थाहा हुन्छ कि यसले मलाई खाने कि अब यहाँ थप्ने कार्यक्रम मासु चाहिँ अलिक धेरै हालौँ है यहाँ अरू त त्यस्तै हो मासु चाहिँ अलिक हालौँ के छ कसो छ यहाँ हाल्ने कार्यक्रमहरू धमाधम यसरी भइरहेको हामी खानाको लागि पर्खिँदैछौँ होइन लाइन बस्नु पर्यो कहाँ हेर्नु कता हो मेरो अनुहारमा अति नै भयो नि अब के गर्नु यस्तै छ रमाइलो छ क्यामेराम्यान फोटो कस्तो आइरहेछ फोटो एकदम आइरहेछ ए तपाईँको मेरो सेल्फी राम्रो आएको छ यसरी हान्यौ ए हान्न मिल्छ क्या सेल्फी हो फोटो आइरहेछ रुदु सर दिउ सक्यो हो फेरि लिएर आउनु होला हामी धमाधम खाँदैछौँ होइन सक्यो गिलास चाहियो घिउको गिलास घिउ पनि आइसक्यो 2 बोतल मगाइदिइसकेँ मैले ल के छ कस्तो छ आज एकदम ठिक छ एकदम ठिक छ नुन लागेछ मासुमा एकदम हो सब मिठो छ सब मिठो छ केही छ भन्नु नि त्यस्तो केही छैन होइन यता हाम्रो 2 जना मित्रहरूको के छ कस्तो भयो बवाल छ होइन रमाइलो भने अलिअलि कमी कमजोरी होला नि त्यसलाई स्वीकार्न सक्नुपर्छ होइन ठिक छ नि खानेको लागि तपाईँको केही छ मिठो छ यता हाम्रो सानो मान्छेसँग म आइपुगेँ के छ त खबर आज हामी कहाँ आएको अरे तपाईँकोमा कमिला हिँडिरहेको छ के को मासु लिए आज हामीलाई यहाँ खसीको मासु ठिक छ नि होइन घिउमा नुन लागेछ यता हाम्रो सरहरू के छ तपाईँहरू भेज पर्नु बोकेर हामी अब बिस्तारै किन यस्तो हरि सर के भन्न चाहनुहुन्छ आजको विषयमा हिजो निकै म यस्तो बोल्छु सर भनेर तपाईँले स्क्रिप्ट लेखेर तयारी गर्दै हुनुहुन्थ्यो सर आजलाई बोलिदिनुहोस् त यो एकदम सुप्रिम टिमसित पिकनिकमा सहभागी हुन पाउँदा एकदम अत्यन्त खुसी लागेको छ यहाँ चाहिँ आज हामी दुधौली स्थित विपिन सर होइन सर हो वडा नम्बर 7 वडा नम्बर 7 मा हामी सुप्रिम टिमसहित सुप्रिम टिमसँग आएका छौँ अत्यन्त राम्रो खुसी र सम्झना लायकको दिन रहेको छ आज एउटा क्षण रहेको छ एउटा क्षण यो पल हामी यो पललाई हामी कदापि भुल्न कहिले पनि भुल्न सक्दैनौँ यता हाम्रो सरज सर केही छ तपाईँको मेरो सेमै हो हजुर कपी पेस्ट मात्रै अरू केही थप अब थप यता थप यो थप्ने होइन अब यो थप्ने पाला आएको ल ठिक छ म रिभ्यू लिने क्रममै अर्को गाइजहरूतर्फ आइपुगेँ मेरो गिलास डिउ त थिएन नि खाली गिलास बदल्या यहाँ डिउ थप्ने कार्यक्रम झन्डै गोल भएको जो सर डिउ थप्दै हुनुहुन्छ के छ त आजको कस्तो छ यस्तो खालको छ यस्तो यो चाहिँ के हो सलाद जसलाई खानेकुरामा मुला भनिन्छ हजुर यतातिर तपाईँको के छ थप्नु केही थप्ने कुरामा अप्ठ्यारो नमानिकन लाज नमानिकन भन्नु होला ल खाएर देखाइदिनुहोस् मासु खाएर देखाइदिनु पऱ्यो यता मासु खानु यसरी खाने हो ब्लक हेर्नु होला मेरो दुइटै यो चाहिँ ब्लगिङमा छुट्टै छ अर्को हो त्यसमा भिडियोहरू यसमा चाहिँ यस्तै गरी आउँछ सबै भ्लगहरू आउँछ हेरेर युट्युबमा आउँछ हाम्रो नेपालमा होइन आउँछ युट्युब च्यानलको नेम म ग्रुपमा हुनुहुन्छ नि होइन
युट्युब चलाउनुहुन्छ तपाईँले भ्लग सर्च गरेर हेर्नु रपाल भ्लग जियालोजी ल तपाईँ अब बोल्नै पर्यो त्यसै भएर हेर्नुहुन्न त बोल्नु केही बोल्नु त आजको विषयमा हजुर म मान्छे टेप्नु चाहन्छु ल आजको विषयमा यस्तै हो मासु खाइयो अझै यति भन्दै बिदा हुनु चाहन्छु अब यति भनेपछि त उहाँले पक्कै हेर्नु भन्ने अपेक्षा छ हेर्नु पनि हुन्छ सपोर्ट गरिदिनु भएको यता मिठो के छ जिउ पार्टी हो के छ मासु सासु केही सबै ठिक छ नि होइन ल मेरो म बित्दैछु यहाँ फेरि बस पार्टीतिर मासु बस्नु छ मलाई काटेर निकाल्नु होइन हजुर ए मलाई फोकस गरेर निकाल्नु यता यस्तो लगाएर त्यस्तै लागिसक्यो मलाई ए भेज हो यस्तो इमान्दारी मान्छेहरू होइन हामी चाहिँ राक्षस हो क्या मासु खाने फेरि कोल्टेर तपाईँको भेज हो के छ त मासु खाने मान्छेले के भन्न चाहनुहुन्छ भेज आइटममा के छ आज आलु र चना यस्तो बुझा पनि ठिक छ नि होइन ए उसिकै नआयो त्यहाँ मिठा मिठ ए लु यो मिलेन यस्तो खटखट हो खटम हो कमी लाग्यो नि गर्ने त्यहाँ भेज मान्छेको ठाउँमा कमी लाग्यो भने बिग्रियो रिभ्यूकै क्रममा यति खाऊ न विनोद सर हाम्रो के छ आजको एकदम ठिक छ हजुर राम्रो छ खुसी छ होइन ह्याप्पी छौँ सबैजना ल हामी सबैजना खानेकुरामा केही नो कम्प्रोमाइज होइन ठिक छ नि सबै ओन्ली ओके परवीन सर टेस्ट कस्तो छ बेस्ट छ हाम्रो कृष्ण सर एकदम राम्रो छ मिठो छ आनन्द छ है गुड छ होइन गुड छ गुड छ ल उता हाम्रो झन्डै हाल्यो के छ तपाईँहरू पनि भेज त होइन नि भेज हो कमिला पर्ला विचार गरेर खानु कस्तो छ ल भनिदिनु त गुड छ टाटो भयो अब के गर्नु योली नगरपालिकासँग माग गर्नु पऱ्यो क्या तपाईँहरू जस्तो युवा युवतीले माग्नु हो हामीले अब पठाइदिनु पऱ्यो होइन कुरा गर्नु पऱ्यो ठिक छ नि अरू अरू केही छ केही छैन होइन ल खाएर देखाइदिनुहोस् खाएर देखाइदिनुहोस् त मासु कस्तो रहेछ लु म खिचिरहन्छु तपाईँ हेरिराख्नु लु म खिचिरहन्छु तपाईँ हेरिराख्नु है त कौशिला मिस के छ गर्मीले आमा बनाएको है म्याम साहबहरू हाम्रो भैया पार्टीहरू के छ मासु छ मासु इता मासु 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 एकदम सर अलिक गर्मी छ सर अनि
रमाइलो हुँदैछ बिस्तारै बिस्तारै चाहिँ रमाइलो गर्दैछ केही कुरामा चित्त दुखेको जस्तो छैन नि छैन सर यस्तो रमाइलो नै आज थाहा छ सबै खानेकुरा तपाईँले बनाएको नि मलाई मात्रै क्रेडिट आउँदैन सर यता राधिका म्यामलाई पनि दिनुपर्छ यस्तै छ सबैजना चलो शुरू करते हैं सर के देखाउँदै मासु तपाईँ चाहिँ खिच्दै मात्रै नरात्दै
चढ्यो क्या मालुम तिम्रो गालामा सोध्नु सोध्नु तपाईबाट सुरु यो पिकनिकको त्यसो पुरै मोबाइल छ उता पार्नु न आफ्नो मोबाइल सजिलो हुन्छ अनि तपाईको पिकनिक एकदम टेक्नोलोजीको दुधौली शाखा परिवारलाई विशेष धन्यवाद भन्न चाहन्छु यस्तो डिजे बोकाएर खलखली यो पाहुनालाई यतिको गर्नै पर्छ यो नेपालीको संस्कार हो भिडियो खिच्नु पर्यो नि अर्को मोबाइलबाट यो आउँदै गरेको लु खिच्नु त त्यहाँ खिच्नु त हाम्रो चाहिँ यहाँ समस्या आइपरेको छ एक गीत नबजेर मान्छेले यहाँ देख्न सक्नुहुन्छ मेरो पसिना राम्रो यस्तो मेहनतले ल हामी चाहिँ पिकनिक सकेर फर्काउँदैछौँ हाम्रो परबिन सर यता जाँदै हुनुहुन्छ हाम्रो एमडी सरको छोरी रुद्र सरको छोरी ल बुनु तपाईँको नाम के हो वीरता भट्टराई घर कहाँ हो दुधौली कति नम्बर वडा ए तपाईँ कतिमा पढ्दै हुनुहुन्छ आज कहाँ गएर आउनु भयो अरे तपाईँ भन्नु त सुप्रिम टेक्नोलोजी एन्ड ट्रेनिङ सेन्टरले फेरि भेटौँला एसएससी दिएर आएका विद्यार्थीहरूलाई को लागि गरेको फेरि भेटौँला कार्यक्रममा गएर आउनु भएन पिकनिक कार्यक्रममा ल हाम्रो नानीलाई पुर्याउन परबिन सर चाहिँ यो डेक बोक्नेवाला चाहिँ रपाल भलाको मालिक हो है मालिक भने पनि ओनर भने पनि एउटै हो यहाँ बसिरहेको हेर्नु त पाहुनालाई यसरी काम अराउट हुन्छ दुधौलीसँग परिवारप्रति घोर आपत्ति ल यता तपाईँको नाम के हो अरे शर्मिला भट्टराई पोखरेल घर दुधौली ए तपाईँ आज कहाँ गएर आउनु भयो भन्नुहोस् त ड्राई पिकनिक ल हामी चाहिँ उकालोमा आउँदैछौँ फर्किँदैछौँ रपाल भलकको मालिकको चाहिँ मोबाइल अगाडि गएकोले मेरो मोबाइलबाट खिच्दै गरेको हो रपाल भलकको मालिकको चाहिँ हालत हकिकत यो छ मालिक बन्न सजिलो छैन है साथीहरू गोरेदाइ लाउनु नानी तपाईँको नाम के अरे भन्नुहोस् त कृति धमला घर कहाँनिर तपाईँ अहिले कहाँ गएर आउँदै हुनुहुन्छ पिकनिक ठिक छ म्याडम हेलो म्याडम नमस्कार के हो तपाईँ त चिन्दै नचिने जस्तो गर्दै हुनुहुन्छ हो ल ठिक छ तपाईँसँग मेरो ल ठिक छ तपाईँ अब नचिनी मान्छेसँग नबोलौँ हेलो नानी नमस्कार के छ कहाँ गएर आउनु भयो तपाईँको नाम सावित्रा खत्री तपाईँको घर ल ठिक छ मासखर्क दुधौली नगरपालिका कति 14 वटा हो ल ठिक छ कौशिला म्याडम नमस्कार के छ तपाईँको हालखबर
भन्नुहोस् तपाईँ कहाँ गएर आउँदै हुनुहुन्छ? बिपिन चौरी बिपिन चौरी? पिकनिक। ल ठिक छ। अनि कस्तो भयो पिकनिक समग्रमा भनिदिनुहोस् त? रमाइलो पनि भयो सर, धेरै गर्मी भयो। ल ठिक छ। हेलो अटो गुरु, के छ? ठिक छ है? आज तपाईँको के अरे तपाईँलाई हामी भाडा नदिने भनेको के छ? तपाईँलाई आज के अरे पिकनिकमा हेलो तपाईँको नाम के हो? हजुर यता हेर्नुहोस् न। हेलो सरोज गुरु, नमस्कार। के छ अनि हालखबर ठिकै छ? अनि आज तपाईँलाई भाडा नदिने भन्दा कतिको रिस उठ्या? रिस उठ्या होइन? ठिक छ। भाउजू त होइन होला हौ, भाउजू त होइन होला। ए भाउजू त मैले पर्ला। त्यही त भने त, त्यही भएर त अनि मैले के कुरा गर्दैछु। ल हाम्रो अटो आउँदैछ, यतातिर सिटी आउँदैछ। ल गाइज, हामी चाहिँ आज यो 2082 जेठ महिनाको 17 गते शनिबारको दिन सुप्रिम टेक्नोलोजी एन्ड ट्रेनिङ सेन्टर शाखा कार्यालय दुधौलीबाट हामी बिपिन चौरी भन्ने ठाउँमा पिकनिक कार्यक्रम समाप्त गरिवरी घर जाने क्रममा बाटोमा हिँड्दैछौँ र हामीसँग यहाँनिरबाट आजको यो पिकनिक प्रोग्रामको थोरै रिभ्यू भनिदिनको लागि हुनुहुन्छ हामीसँग वीरता भट्टराई। केही बोलिदिनुहोस् आजको विषयमा, दुःख सुख, त्यसपछि गएर रमाइलो नरमाइलो, नाच्नु त भयो कि भएन, खासै के कति खानुभयो कि खानु भएन, चित्त दुखाइ के, सजेसन के, ल भनिदिनुहोस् त। यो पिकनिकमा चाहिँ रमाइलो मात्र भयो भन्ने हो नि। अनि ल चिठीलाई बाई बाई। त्यस पछाडि आउँछ सुरुमा त अब हामीले नाच्यौँ, अनि त्यसरी अनि खाने प्रोग्राम भयो होइन। अनि खाएपछि हामी के गर्यौँ त फेरि नाच्यौँ, अनि त्यसरी अनि के मटका फोड्ने प्रोग्राम भनेको थियो, तर मटका अर्कैले फोडिसकेको रहेछ। चलाक चतुर मान्छे रहेछ। अर्कै जितिसकेको रहेछ, थाहा पनि छैन। अनि त्यसरी चाहिँ पिकनिकलाई समाप्त गरियो। यति हो तपाईँको तर्फबाट? अरू केही? खासै समग्रमा रमाइलो भयो नि होइन? जे भए पनि खानेकुरामा, त्यसपछि गएर अरू कुरामा जस्तो भएर पनि यो दिनलाई चाहिँ एउटा अविस्मरणीय दिनको रूपमा साबित गर्न सफल भयो। आई होप सबैजनालाई रमाइलो लाग्यो होला, राम्रो लाग्यो होला। धेरैजनाले प्रतिक्रिया दिनुभएको छ कि राम्रै भयो, रमाइलो भयो भन्नुभएको छ। मसँग फेरि रिभ्यू भन्नको लागि यतातिर हिँड्दै हुनुहुन्छ फेरि गाइजहरू। म 1 बाई 1 आउने छु। हजुरको नाम के? शर्मिला पोखरेलज्यू, प्लिज आजको यो पिकनिकको विषयमा केही थोरै बोलिदिनुहोस्। हजुर फोटो चाहिँ जसरी पनि आउनु पऱ्यो। तपाईँहरूलाई फोटो जसरी पनि आउँछ छु मतलब है त, भनेको पठाइदिन्छु भनेको। अलि छिटो आउनु। मसँग फेरि अर्कोजना जोडिनु भयो। सधैँ धेरै टिकटक बनाउने मान्छे, त्यसपछि झ्याल ढोका लाएर रुममा एक्लै नाच्ने मान्छे, सधैँ नाचिरहने मान्छे। हजुर त्यो जग्गा ठिक गर्नु यसरी यो हल्लिनु भयो नि, पनि नाचेको। अनि अरू केही आजको विषयमा थोरै केही बोलिदिनुहोस्। रमाइलो भयो। नाच्नु भएन है? किन लगाउनु भएको भरे तपाईँलाई हेरेर छ केही पनि बोल्दैन रहेछ भनेर कमेन्ट आयो गर्ने भने यही त चल्छ अहिले दुनियाँमा त। भने केही बोलिदिनुहोस्। अरू केही छैन? म यही क्रममा गफुर्दै हामीसँग हुनुहुन्छ आजको हामीलाई बनाएर खुवाउने मेन दुईजना भैयाहरू। भैया हामीलाई भैया भनिदिनु, हामीलाई भैया कोरिनु गरिहाल्दिनु भयो। कसरी भैया देख्नु भयो? भैया नि पनि कसरी?
होइन पानीपुरी बनाउने भने भैया हो नि त विशेष भैयाले बनाएको पानीपुरी वाली भन्नु पर्यो कि ए पानीपुरी वाली पानीपुरी वाली पानीपुरी वाली आजको विषयमा भनिदिनुहोस् पानीपुरी बनाउँदा पानीपुरी खोडा भएको थियो आफ्नो फेरि पनि आफै थाहा गर्दैन हालेको थियो साथीहरुले कमेन्ट आएको थियो कमेन्ट आएको थियो बाबालाई नमिठो बनाएर चर्को पिरो बनाएर दिनुभयो आफ्नो बाबालाई मिठो बनाएर यति सर नाम पढेलाई चाहिँ कहिले जस पाउँदैन हो होइन तर म भन्छु कि गुड थियो एकदम मिठो थियो पानी जस्तो आयो नि राम्रो पानी अलि खाएँ तर अम्लो धेर भएर र पनि ठिक थियो बनाउनेलाई सलाम आफ्नो तारिफले आफै होइन कि सर थोरै केही भनिदिनुहोस् त आजको विषयमा आजको विषयमा एकदम समग्रमा एकदम हामी हिँड्दै आउँछौँ यहाँ बोल्नु परेन रपल भ्लगलाई कन्टेन्ट चाहिएको छ यार ल कोही त आजको समग्रम अफै छ हौ ल हाम्रो सुप्रिम टेक्नोलोजी ट्रेनिङ सेन्टर कटारी शाखाको हाम्रो शाखा प्रमुखज्यू आज यो दुधोली शाखामा आएर हामीले जुन हामीलाई निमन्त्रणा गर्नुभएको थियो त्यसलाई स्वीकारेर आयौँ कटारी परिवार त्यसमा लिड गरेर ल्याउनु भयो हजुरलाई विशेष धन्यवाद छ आजको यो समग्रमा चाहिँ आजको पिकनिक कार्यक्रम कस्तो रह्यो थोरै केही बताइदिनुहोस् त धन्यवाद भाइ तपाईँको लोकप्रिय युट्युब च्यानल मेरो के अरे रपाल भ्लगमा फेरि केही दुई शब्द राख्न पाउँदा एकदम खुसी लागेको छ हामी चाहिँ दुधौली शाखाबाट निमन्त्रणालाई चाहिँ ग्रहण गर्न आइसकेका थियौँ र यो आज रमाइलो गेट टुगेदर एससी 2082 सकेर यो रमाइलो हो सबैजनालाई विशेष धन्यवाद पनि भन्न चाहन्छौँ होइन धन्यवाद सर हजुरलाई मसँग फेरि हाम्रो अर्को रित थापा सर हुनुहुन्छ हाम्रो सेयर बजार गुरु युट्युब च्यानलको चाहिँ हाम्रो प्रोप्राइटर भनौँ डिरेक्टर भनौँ त्यसपछि गएर स्क्रिप्ट लेख्ने लेखाङ्कन के जाति भन्छ होइन निर्देशन गर्ने सबै चिज सेयर बजारसँग सम्बन्धित सेयर बजार गुरु युट्युब च्यानल ह्यान्डल गर्नुहुने हाम्रो आदरणीय सर रित थापा सरलाई स्वागत गर्दै आजको विषयमा केही बोलिदिनु हुन हार्दिक अनुरोध गर्दछु सर नमस्कार साथीहरू यहाँहरूलाई अब मैले पनि के अरे मेरो के अरे युट्युब च्यानलमा भनेर स्वागत गर्न चाहेँ भन्नु चाहेँ है आज चाहिँ अब हामी कटारी सपरिवार परिवार त अब कटारीको पनि र दुधौलीको पनि हामी एउटै परिवार हौँ होइन तर पनि अक्काललाई अहिले आजको दिनलाई चिनिएको चाहिँ कटारी सपरिवार हामी दुधौली सपरिवारसँग चाहिँ एउटा एसी ब्याज जो अहिले पढ्दै हुनुहुन्छ यो एडुकेसन आए पश्चात आफ्नो हाम्रो टेक्नोलोजीमा जो कम्प्युटर सिक्दै हुनुहुन्छ सिकिसके पश्चात जानुहुने जो विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूसँग बसेर चाहिँ यसो गेट टुगेदर गरौँ न त फेरि भेटौँला जस्तै कार्यक्रम गरेर चाहिँ के अरे मनाउन त एउटा के अरे ड्राइभिङ जाउँ न त भन्ने सरहरूको सल्लाह अनुसार आइयो आएर के अरे पिकनिकमा आइयो के अरे बसियो रमाइलो गरियो नाच्यो खेलियो होइन खाइयो र अहिले चाहिँ हामी फर्काइँदैछौँ भन्दै मेरो दुई शब्दलाई चाहिँ यहीँ टुङ्ग्न चाहेँ हस्त नमस्ते धन्यवाद सर हजुरलाई पनि हामी क्रमशः सबैजना यसरी हामी लगभग 60देखि 70को फेरिमा सङ्ख्या थियौँ अहिले चाहिँ हामी यहाँ 8-10 सबैलाई तपाईँले सबैलाई गर्नुपर्छ 1 को पावर 10 भाग्यमानीले मात्रै पाउँछ यति मध्ये हामी चाहिँ साह्रै भाग्यमानी प्रदीप सर तपाईँ मेरो देब्रे हातमा आउनुहोस् त एकछिन यता आउनुहोस् सर हाम्रो कान्छो भाइ हाम्रो दुधो क्लासमेट पनि होइन तपाईँको कान्छो भाइ होइन तपाईँको त्यसो हो हाम्रो चाहिँ जुन दुधौली परिवारको जुन अब हाम्रो प्रवीण सर हुनुहुन्छ उहाँको चाहिँ कान्छो भाइ भन्नु खोजेको आजको विषयमा के छ के भन्न चाहन्छ एकदम रमाइलो धेरै गयो है एकदम गर्मी है गर्मीहरू अहिले गर्मी धेरै भएको कारणले गर्दाखेरि अझ भने जस्तो रमाइलो गर्न पाइएन होइन आउने दिनहरू फेरि हामीले योभन्दा अझ राम्रो गर्ने भन्ने राखेको छौँ त्यो अब फेरि अर्कोचोटिलाई फेरि अझ भन्यो भन्दा राम्रो र उत्कृष्ट गर्नुपर्छ साथै उपस्थित हुनुहुने सम्पूर्ण विद्यार्थी भाइहरूलाई विशेष छैन धन्यवादहरू तपाईँहरू कटारदेखि हामी तपाईँहरूलाई पनि एकदम विशेष धन्यवाद निमन्त्रणा गरिदिनु भयो त्यसको लागि
हजुरहरूलाई पनि विशेष धन्यवाद, शाखा परिवारलाई विशेष धन्यवाद होइन। यस्तो छ रमाइलो गरियो। त्यो भए पनि आजको यो शनिबारको दिनलाई सही तरिकाले एउटा अविस्मरणीय क्षण घोषित हुने तरिकाले चाहिँ हामीले कार्यक्रम गराएर समापन गरियो। समग्रमा एकदम राम्रो भयो है। हजुरहरूलाई विशेष धन्यवाद भन्दै अहिलेलाई हामी समाप्त गर्छौँ र म एकैछिनपछि हाम्रो प्रवीण कटवाल सरसँग पनि रिभ्यू गर्नेछु। अहिले उहाँ विद्यार्थी पुर्याउने क्रममा बाइकमा थोरै अगाडि हुनुहुन्छ। म एकैछिनमा भेटेर उहाँसँग पनि जानकारी दिनेछु। ओके सर, ओके साथीहरू, हामी अहिले अब फेरि यो दुधौलीको शाखा कार्यालयभित्र आइसक्यौँ। खलखली भइरहेछ हाम्रो। हो परमिन सर, लु आउनुभयो तपाईँको यहाँ खोजीमा यहाँ सार्ने कार्यक्रम धमाल चलिरहेको छ होइन। यहाँनिरबाट हाम्रो सर व्यस्तता हुनुहुन्छ, थोरै समय दिएर आजको विषयमा केही भनिदिनु न। आज चाहिँ हामी विशेष गरी दुधौलीको विपिन चोर भन्ने ठाउँमा चाहिँ शाखाले दुधौलीबाट चाहिँ हामी पिकनिक प्रोग्रामको लागि गएका थियौँ। एससीका नयाँ विद्यार्थीहरूलाई हामीले गेट टुगेदर प्रोग्राम फेरि भेटौँला प्रोग्राम राखेका थियौँ सिमसार के अरे सरी हामी यो गत हप्ता चाहिँ सिमसार गएको प्रधान कार्यालय कोटारीबाट। आज पनि मलाई फेरि सिमसार आइरहेछ क्या, त्यो झलको आइरहेछ। त्यस्तै झलको मेटाउनलाई आज हामी चाहिँ दुधौलीको विपिन चौरमा गयौँ। समग्रमा रमाइलो भयो। विद्यार्थी भाइ बहिनीहरू जो आइदिनु भयो धेरै धेरै धन्यवाद। मस्तसँग हामीले रमाइलो गऱ्यौँ है। प्रधान कार्यालयबाट हाम्रो म्यानेजिङ डिरेक्टरहरू सरहरू आउनुभएको थियो, संस्थापकहरू आउनुभएको थियो। अनि दुधौलीका हाम्रो आफन्त विद्यार्थी भाइ बहिनीहरू दाजुभाइहरू सबै आइदिनु भएको थियो। समग्रमा यति रमाइलो गऱ्यौँ हामी। यसको यो के गर्यो भन्ने कुरा तपाईँलाई हामी छोटो छोटो क्लिपहरू यो भ्लगमा राख्नेछौँ। रपाल भ्लगलाई सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु होला है। अनि के कस्तो लाग्छ हाम्रो भिडियो हेरेर तपाईँहरूले सानो प्रतिक्रिया दिन नभुल्नु होला, नछुटाउनु होला भन्दै म छुट्टिन्छु। ओके, बाई बाई।